विशेष गरी लुम्बिनी विकास कोषको जुन ऐन छ यो ऐन अहिले केही बाधक भएको महसुस मैले गरेको छु कि लुम्बिनी जुन विकास कोष अन्तर्गतको बृहत्तर जुन परियोजना चाहिँ छ त्यो परियोजना सम्पन्न गर्ने दौरानमा होस् अथवा लुम्बिनीलाई अझै विश्व सामु चिनाएर यहाँ चाहिँ एउटा धार्मिक पर्यटकीय र महत्त्वपूर्ण क्षेत्रको रूपमा स्थापित गर्नको लागि यहाँबाट निर्वाचित सांसदहरू चाहे प्रदेश सरकारको निर्वाचित सांसद भनौँ अथवा सङ्घीय सांसदको प्रतिनिधित्व सहभागिता अनिवार्य चाहिँ महसुस गरेको छु मैले भने त्यसै गरी यहाँको नगरपालिकाको प्रतिनिधित्व यहाँ अमुक चाहिँ पार्टीसित सम्बन्धित चाहिँ होला तर यी तीनैजना चाहिँ प्रतिनिधिहरूको सहभागिता त्यो कोषमा भयो भनेदेखि ऊ सम्बन्धित कोषप्रति उत्तरदायित्व जिम्मेवारी चाहिँ हुनेछ र जनताहरूले उनीहरूलाई प्रश्न गर्न सक्नेछन् र एक खालको चाहिँ त्यहाँको चाहिँ रेखभाल चाहिँ गर्ने यसको अनुगमन नियन्त्रणका कुराहरू चाहिँ गर्ने र विकास कोषभित्र भएका सबै गतिविधि आफूले चाहिँ जानकारी प्राप्त गरेर आम नागरिकको सामु चाहिँ पुर्याउनको लागि सहयोग चाहिँ पुग्ने अनुभूति गरेर मैले सरकारसँग पनि चाहिँ अनुरोध चाहिँ गरेँ। योभन्दा पूर्व प्रधानमन्त्रीसँग अनुरोध गरेको थिएँ। अहिले पनि नेपाल सरकारका सामान्य प्रधानमन्त्रीज्यूलाई मैले चाहिँ आग्रह चाहिँ गरेको छु कि कोष चाहिँ तत्काल यसलाई चाहिँ परिवर्तन चाहिँ गर्ने ऐन चाहिँ संशोधन गर्ने र यसको व्यवस्था चाहिँ गरियो भनेदेखि यसको तपाईँको चाहिँ लुम्बिनी विकास कोषको जुन महत्त्व अझ यसको गरिमा बढ्ने चाहिँ लागेको छ। अर्कोतिर यो परियोजनासँग सम्बन्धित चाहिँ कामहरू पनि एउटा लेन्दी प्रोसेसबाट अगाडि बढेका छन्। आवश्यक स्रोतको व्यवस्थापन तत्काल गर्न नसकिने कुरा एउटा, अर्को स्रोत भएर पनि समयमै काम गर्न नसकिने दुईटा, र तेस्रो कुरो भनेको सम्पन्न भएका कामहरूको गुणस्तर चाहिँ मतलब कायम गर्न नसकिने चाहिँ जुन चाहिँ रोग छ यसलाई तपाईँको चाहिँ निराकरण गर्नको लागि पनि संहिताको मर्म अनुरूप यसलाई चाहिँ यस्ता चाहिँ कोषहरूलाई अब ऐन परिवर्तन गरेर यो चाहिँ प्रदेश अन्तर्गत लुम्बिनी प्रदेशको अन्तर्गतको महत्त्वपूर्ण संस्थाको रूपमा स्थापित चाहिँ गरियो भनेदेखि नजिकबाट यहाँको चाहिँ प्रदेश सरकारले हेर्नेछ, त्यसै गरी यहाँको स्थानीय सरकारले चाहिँ हेर्ने, त्यसको चाहिँ अनुगमन नियन्त्रण चाहिँ गर्ने गर्यो भनेदेखि अझै तपाईँको चाहिँ लुम्बिनीको गरिमा महत्त्वलाई हामी अगाडि बढाउन सक्छौँ भन्ने लाग्छ। जस्तो कानुन बनाउने ठाउँमा सङ्घीय संसदमा तपाईँहरू हुनुहुन्छ, पर्यटन मन्त्री लगायतका उहरूसँग डे टु डे चाहिँ अब अलिक टचमा हुनुहुन्छ होइन। राज्यमन्त्रीज्यूले पनि पर्यटन राज्यमन्त्रीज्यूको चाहिँ 9 महिना अगाडिको पहिलो निर्णय नै लुम्बिनी विकास कोषको चाहिँ यो संरचना ऐन परिमार्जन गर्नको लागि समिति गठन गर्ने भन्ने थियो। त्यो अलिकति पनि अगाडि बढेको छैन। अहिले पछिल्लो अवस्थामा पनि मैले मान्य पर्यटन मन्त्रीसँग चाहिँ यो कुराको जानकारी गराएको छु र उहाँ कन्भिन्स पनि हुनुहुन्छ कि ऐन चाहिँ संशोधन चाहिँ गरेर सम्बन्धित चाहिँ प्रतिनिधिको सहभागिता चाहिँ गराउने सन्दर्भमा मलाई लाग्छ अब आउने केही दिनमै अब यसको चाहिँ ऐन ड्राफ्ट चाहिँ हुनेछ, विधेयक चाहिँ ड्राफ्ट हुनेछ र सँगै संसदमा यसले प्रवेश चाहिँ पाउनेछ र नयाँ एउटा चाहिँ ऐनको चाहिँ रूप दिएपछि मूर्त रूप लिनेछ भन्ने मलाई लाग्छ।